Hi, welcome to my YouTube channel Tamang Jusu and my mini vlog. स्वागत छ हजुरहरुलाई मेरो यो भिडियोमा। आज चाहिँ तोर्पेको बर्थडे हो अनि राति 12 बजे देखि उहाँको बर्थडे हो। त्यही भएर हामी चाहिँ राति नै सरप्राइज दिने भनेर लाग्यौं दिदी र म चाहिँ ड्युटी सिधाएर आएर राति हतार रेडी भएर केक पनि किन्यौं र गाडी नि चढेर गइसक्यौं। अब उहाँको रियाक्ट चाहिँ कस्तो हुन्छ थाहा छैन। उहाँ चाहिँ ड्युटीमा हुनुहुन्छ। अब हेरौं, लेट्स सी। दिदी चाहिँ कहिले केक खानी छिटो केक खान पाइ हुन्छ भन्दै हुनुहुन्छ। मिठो लाग्छ नि त दिदीलाई, दिदीको केक फेभरेट हो। त्यही भएर फाइनली ड्युटी लोकेसनमा पुग्यौं। तर उहाँले थाहा पाइसकेछन् म आउँछु भनेर बाहिर निस्किनु भयो। ह्यापी बर्थडे टु यु तोर्पु, गॉड ब्लेस यु, बी ह्यापी, बी स्ट्रङ। त्यसपछि हामी चाहिँ केक काट्नेतिर लाग्यौं किनकि मेरो नि मर्निङ ड्युटी छ भोलिपल्ट। अनि छिटो काटेर हामी चाहिँ फर्किने तर्कर गर्यौं। त्यसपछि यो रोज चाहिँ मैले आफैले बनाएको किनकि आफ्नै हात यो चाहिँ नेचुरल हैन नि त। अनि लङ टाइम लास्टिङ सम्म सजाएर राख्न मिल्छ भनेर मैले आफैले बनाएको। अनि हामीले नि ड्युटी लोकेसनको साइडमा केक काट्यौं। उहाँ ड्युटीमै हुनुहुन्थ्यो नि त, भन्दै हुनुहुन्थ्यो धेरै नचर ड्रेसमा लाग्छ भनेर मैले थोरै छरे। त्यसपछि केक काट्यौं। रमाइलो भयो। ह्यापी बर्थडे टु यु तोर्पु भन्नुहुन्थ्यो। धेरै गुलियो नखाऊ भनेर मैले चाहिँ खुवाइदिएँ, सबै खुवाइदिएँ। अब दिदीको पालो, दिदीले खुवाइदिनु भयो। दिदीको चाहिँ ज्वाइसा दिदीले नि खुवाइदिनु भयो। त्यसपछि हामी 5 मिनेट जति बस्यौं। 5 मिनेट जति बस्यौं। दिदी केक कस्तो लाग्यो नि तपाईलाई? केक गुलियो। लास्टै गुलियो है यो केक चाहिँ, अर्कै गुलियो। छिटो लिएर हिँडेर होला कि है। हामीले त्यस्तो अर्डर गरेर अगाडि नै भएको भए चाहिँ अर्डर गर्न पाएको भए चाहिँ रमाइलो हुन्थ्यो। गर्न पाएनौं किनकि भोलिपल्ट गर्ने भन्थ्यो। अनि हैन आजै बेलुका गर्ने भनेर आजै बालङ बुलुङ हिँडेको कि हतारमै छिटो किनेर रेडीमेड केक किनेर। त्यही भएर अब हामी चाहिँ छुट्टिने बेला भयो किनकि मर्निङ ड्युटी छ। छिटो गएर रात नि झमक्कै परिसकेको थियो। अब ट्रेन चढेर घर फर्किनु पर्छ नि त। जाँदा त सर र गाडीमा गएको, आउँदा त कहाँ पाइन्छ त। फाइनल्ली हामी चाहिँ केक काटेर हिँड्न लागेको घरतिर। अहिले 9:50 भयो यताको। हामी चाहिँ लाग्यौं। त्यसपछि ट्रेन चढ्दै आउने भनेर ट्रेन पो छुट्टिन्छ कि भन्ने डर लागेको थियो। धन्न रहेछ हैन, रहेछ। एकदम खुसी भए। आउँदा चाहिँ हामी ट्याक्सीमा आएको बुकिङ गरेर, अब जाँदा चाहिँ हिँडेर मेट्रोमा। यहाँबाट हामी चाहिँ मेट्रो इन भयौँ। जाँदा के लास्ट लोड लागेर मेट्रो नै छुटिरहेको। 4 मिनेट कुर्नु पर्यो। फाइनल्ली अब ट्रेन आउन 1 मिनेट बाँकी थियो। अनि हामी चाहिँ छिटो गरेर बल्ल हामी बस्ने एरियामा लोकेसनमा आइपुग्यौं। रातको 11:40 मा फाइनल्ली पुगेर पनि आइयो घर। अहिलेको यहाँको 10:51 भयो। दिदी के भन्नु छ मेरो? आउनु है त। दिदीलाई चाहिँ रमाइलो भयो रे। दिदीको भनाइ अनुसार दिदीलाई चाहिँ इन्जोय भयो रे। त्यसपछि बाइ बाइ। हाम्रो भिडियो चाहिँ यहाँ इन्डिङ भयो। 1-2टा फोटो लिएको थियौं। यो फोटो चाहिँ यहाँ राखेको। यो फुगी चाहिँ म आफैले बनाएको किनभने मलाई फुलहरू यस्तो बनाउन मन लागेर आफैले बनाएर दिएको उहाँलाई। बाइ बाइ।